हेलो गाइज, आज मेरो भ्लग चाहिँ मेरो बेटा बेटा र म अगाडि आएर आजको मेरो भ्लग चाहिँ सुरु। आज चाहिँ हामी माछा मार्न जाने हो उता सरयू खोलामा। साथीहरू उता आउँछ, म यता अहिले म बल्छी बनाउँदैछु होइन। बल्छी बनाइसकेपछि म यताको बाटो जान्छु, साथीहरू उता माथिको बाटो आउँछु होला। के फोन गरेर सँगै जानु सकिन्छ होइन। शुभम उता यता आज चाहिँ मेरो भ्लग चाहिँ पुरा फिसिङ भ्लग। यहाँ बल्छीहरू रेडी बनाएर राखेको छु मैले, हो कि होइन बाबु, हो कि होइन। ल अहिले एकछिनपछि भिडियोमा आउँछु, गणलाई खोज्नु पऱ्यो यताउता गरेर रेडी भएर बाटोमा जाँदाखेरिको बाटोको भिडियो अनि माछा मारेको यता भिडियो बनाउँछु। हामी माछा मार्ने बाटो अझ यहाँ भाइहरू यहाँ पोखरीमा माछा मार्दै रहेछ। उयो कहाँ जान्छ त्यहाँ पोखरीमा हेर्नु पऱ्यो एकछिन माछा मारेको। चिप्लेर लड्ला पोखरीमा अहिले हामी चाहिँ खुवाउनु जाने हो पोखरीमा। पोखरीमा कत्रो मार्यो? एउटा दुईवटा तिनवटा परिसक्यो फेर। घुम्दै फाल्छु त भाइ माछा मार्दै। यो पोखरीमा जाडो महिना भएर 2 दिन माछा मार्नु नपरेको। त्यो जाने अब यो काँसबारीमा आइपुगेका छौँ। काँसबारीको अलिकति अगाडि गयो भने हामीले माछा मार्ने ठाउँ आइपुग्छ। यता पोखरी छ, यतातिर चाहिँ झाडी भाइ यो म 2जना आएको। अहिले साथीहरू उता आउँछन्, हामी भेट भएर 4-5जना भइन्छ होला माछा मार्न। यो चाहिँ पहाडी लियो कि पाडा हो, यो पुरा मजा लिइरहेछ होइन। पहिलो बहनी ल माछा चाहिँ एकदम माझी। आज चाहिँ भिडियोमा देखाउन पाइएन। अझै मार्दैछौँ, टन्नै होला 1 केजी जति चाहिँ छ, मार्दै हुन्छ। फिसिङ रोडमा होइन। आजको चाहिँ कति भयो होला माछा? ल हेर्नुहोस्, माछा 3-4वटा खाने जस्तो ठुल्ठुलोहरू। परेन अहिले चाहिँ, पानी पनि परिरह रमाइलो पनि भए होइन। ठिक छ, देखियो मिसै पाइएन। टक्क त्यहाँ टिकटिकै थाप्यो हामीले। माछा परिरहेछ होइन। ठिक छ, त्यही हो। ल अब आउँछ अरे, आएन, मिस भयो। आउँछ क्या रमाइलो ठाउँ छ यता। हेर्नुहोस्, उता मान्छेहरू उता थापिरहेको हुन्छन्, उता वहाँनिर पनि थापिरहेको मान्छेहरू। रमाइलो खै यहाँ ठाउँ चाहिँ। आयो आयो आयो, सानो पऱ्यो, सानो खै कहाँनिर सानो पऱ्यो है अहिले चाहिँ। भाग्यो क्या, अझै सानो पऱ्यो माछा। केही छैन, सानो ठुलो परिरह होइन। खोल्नु त यति मारेर अब घरतिर सरा जान लाग्यो हामी 2जना होइन। एकदम रमाइलो भयो जे होस् होइन। अब घरमा गएर पुरा
बनाउनु पऱ्यो होइन बनाएर टक्क झोल तातो झोल पानीमा भिजा छ बिरामी भइसक्छ च्याप्प पारिदिनु पर्छ यति खस्यो आजको शिकार चाहिँ के हो होइन अब त धोइ धाइ गरेर पुरा तेह्रमा फ्राई गरेर बेलुका ज्याममा भातसँग खाने हो आजको भिडियो यति नै